हेलो साथीहरू, आज चाहिँ मैले चना र आलुको सब्जी बनाउनु भनेर यसरी पियाज मसला हालेर भुट्दैछु मसला। अनि आलु र चनाको सब्जी बनाउनु भनेर हल्का ग्रेभी हाले। पुरी बनाउनु भनेर आटा पनि मैले गुनेर बेल्दैछु साथीहरू। अनि मैले तेल खारे पुरी बनाउनुलाई। अनि मेरो पुरी पनि रेडी भयो। अनि मेरो रेडी भयो पुरी, सब्जी, अचार, चना र आलुको सब्जी। अनि मैले यसरी खाँदैछु। तपाईहरुले खानुभयो खानु भएन, मन परेमा लाइक कमेन्ट गरिदिनु नबिर्सिनु होला। थ्यांक यू।